Hello guys, welcome to my YouTube channel. Guys, आज चाहिँ सबै बाइकको बाँडफाँड सबै गरिसकेको छ। अब यहाँ हेर्नुस्, मेरो हातमा घाउ छ, नेभर माइन्ड ओके। डुकुलाई निकालेर यहाँ टाल्दिएको। अब यहाँको अब स्ट्राउडै चेन्ज हुनेछ हैन। अनि यहाँ हेर्नुस्, यहाँ मेहनत स्ट्रगल गर्दै हुनुहुन्छ। केही छैन, एक कप चिया खुवाइदिन्छ। अहिले म डब्लुएसएनमै छु कि अब म बिस्तारै मोडिफिकेसन गर्छु। यो ब्लग त 1 महिना पछि आउँछ होला, किनकि 1 महिना जति लाग्छ होला कि मोडिफिकेसन गर्नलाई। अनि यो अब यो बाइकको यसरी होला अब यो बाइकको यो हुन्छ नि च्यासिस पनि सबै ब्ल्याक गरिदिने, अनि यो सब ब्ल्याक गरिदिने हो क्या। अब नयाँ लुक्स हेर्नुहुन्छ गाइस, हेरिहाल्नु है। 2500 फिटिङ चार्ज एकछिन गाई। अब हामी अब यसलाई चाहिँ पुरा कालो फुल कालो बनाइदिने के। अस्ति एकजनाले भ्लग बनाउनु भएको रहेछ कि, अनि लाइक 390 रे, अनि केटी राइडर रे, अनि 390 रे क्या। अनि त्यसपछि रिखाँदै नहाँस्नु है तपाईँ। अनि त्यसपछि यहाँ चाहिँ मेरो ब्लु बुक हुनुहुन्छ चिल पारमा। यहाँ अस्ति मैले काजल देखाएको थिएँ तपाईँहरूलाई, देखाएको त हराए जस्तो छ हो मेरो काजल साजल त। गाइस सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ कति गते हो भन्नु, 1 गते, जेठको 1 गते। अब मेरो 11 दिनपछि बर्थडे छ गाइज। दिनभरि सुत्दै अहिले आउँछ यहाँ। अनि दाइहरूलाई डिस्टर्ब गरिदिन्छु क्या म यहाँ। अब यहाँ यो रिम पेन्ट हान्छु 1 सर्ट, अनि चल्दुङ्गा चलेगा। अनि सबजनाले च्यासिस चाहिँ कसरी पेन्ट हान्नुभयो छ नि त। अनि जस्ट लुक एट दिस, च्यासिस चाहिँ पेन्ट होइन है गाइस, यो चाहिँ स्टिकर हो। यहाँ स्टिकरको भेराइटीहरू टन्नै हुनुहुन्छ, त्यही भएर सबै स्टिकर मैले त्यो पहिलाको ग्राफिकहरू केही पनि नराख्न खोजेको कि यहाँ। ओके हेलो गाइस, आज चाहिँ पछाडिको रिम गरौँ है। यो चाहिँ सेकेन्ड पार्ट अफ भ्लग। अब सेकेन्ड डे त के भन्नु, कति दिन गइसक्यो यो गरेको। यो गरेर नि यतिको कालो भएको चाहिँ राम्रो लाग्यो। अनि सबजनाले पछाडिको नि पेन्ट हान, लाइक धेरैले चाहिँ अरेन्ज र ब्ल्याक ठिक छ भन्नुभएको थियो, तर अलिकति भयो। अनि म चाहिँ एउटा ग्राफिक हालेर चाहिँ पोखरातिर लाग्छु होला। अब पोखरातिर जान्छु। अनि त्यसपछि यसरी खोल्दैछु गाइज। म यहाँ मेहनत यसरी गरिदिनुपर्छ। मलाई चाहिँ सकेसम्म आफ्नो बाइकको काम हुन्छ नि आफै गरौँ जस्तो लाग्छ के हुन्छ। अनि हाम्रो मोटु भाइ यहाँ हेर्दै हुनुहुन्छ। भोलि एक्जाम छ, त्यही पनि यहाँ दिदीको बाइक बनाएको हेर्न आउनै पर्ने होला फेरि। एक्जाम त भाग्यो। उसको बाबाले अङ्कल हेर्नु है, भाइ यहाँ घुम्दै हिँडिरहेछ, पढ्नु सर्नु छैन। यहाँ दिदीको फेरि हेऱ्यो यस्तो अङ्कल पढ्दैन। ल गाइस, आजको लागि यति नै। मेरो चाहिँ यो हातमा घाउ भएर अहिले केही पनि गर्न मिलिरहेको छैन। भाइ मलाई जिस्काइरहनु भएको छ। अनि यो बाइक चलाउने बित्तिकै हाम्रो रगत आइहाल्छ क्या झट्टै लगाएर। अनि ओके गाइस, सी यू बाई। है गाइस, अब चाहिँ म पेन्ट हान्दैछु। पेन्टको नाम चाहिँ यो हो, फ्ल्याट ब्ल्याक छ नि, म्याट ब्ल्याक भन्न खोजेको है गाइस। तर यसरी हान्यो गाइस। यो अलिक हलाउनु पर्ने रहेछ मैले हलाएर गाइस। Being positive, always be positive. Okay guys. Guys, तपाईँलाई पेन्ट हान्नु छ भने ल्याऊ है, म सस्तो मस्तोमा पेन्ट हान्दिन्छु। Just look at this. अब म यो कम्प्लिट भएपछि देखाउँछु ल। अहिले यो हाई बिम बालिरहेको छु। हाम्रोमा अहिले बत्ती गइसकेको छ नि त, त्यही भएर अब रिम पेन्ट हान्ने हो। अनि त्यसपछि हावामा सुकाउन जाने हो गाइस एकैछिनमा होइन। लु हेर्नु, हाम्रो डब्लुएसएनमा चाहिँ लाइक बत्ती गए पनि काम हुन्छ है, आइरहनु, हामी ह्यान्ड कट हालिदिन्छौँ। ओके हेलो गाइस, म फेरि आइसकेको छु। अनि के भयो भने अहिले चाहिँ प्रब्लम चाहिँ मैले पहिला अगाडिको टायरमा युज गरेको स्प्रे यो, अन्त पछाडिको टायरमा स्प्रे युज गरेको यो, अनि सबभन्दा राम्रो स्प्रे चाहिँ यो रहेछ।
अब भन्नु होला योसँग त रिममा कलर गर्ने पैसा नै छैन होला भन्नुहुन्छ होला तर यो चाहिँ मलाई एकदमै टेम्पोररीको लागि मात्र गरेको केही समयको लागि त्यही भएर मैले च्यासिस पनि उ गरे छैन नि त फुल गरे छैन नि त हजुरहरूलाई नि यदि हजुरको अरेन्ज कलर छ भने चाहिँ हजुरहरूले यसरी गर्न मिल्छ अनि पछि फेरि अब यो रिमको कलर कसरी जान्छ भन्नुहुन्छ भने चाहिँ यो पेट्रोलले मजाले स्प्रे गर्दै वास गर्नु भयो भने चाहिँ मजाले जान्छ हैन अनि मैले चाहिँ यो बाइक अब ब्लू बुकमा त अरेन्जै छ नि त अनि त्यही भएर मैले त्यो सधैँभरिको लागि नगरेको किनकि डुको कलर भनेको अरेन्ज हो नि त अनि भन्नाले अरेन्ज भनेर चिनिन्छ नि अरेन्ज ब्लड भनिन्छ नि त अनि त्यही भएर मैले केही पनि चलाएको छैन यो जस्ट वाइप गर्दा फेरि नै जान्छ है अनि मैले यहाँ चाहिँ ठ्याक्क लाइनिङ गरिसकेको छु अनि अब यो फिट गरेपछि कस्तो हुन्छ म देखाउँछु अनि जस्ट फर म कति दिनको लागि पोखरा जान लाग्यो यहाँ चाहिँ जस्ट एउटा सानो ग्राफिक मात्र हाल्छु त्यहाँबाट आएपछि चाहिँ सबै कुरा हुन्छ तपाईँहरूकोतिर पानी परेको छ कि छैन कमेन्ट गरेर त यहाँ हेरेर पानी परेर कस्तो टेन्सन भयो होइन जुन ठाउँमा म मोडिफाई गर्न जानु लाग्यो त्यहाँ चाहिँ घाम लागिरहेको रहेछ होइन हाम्रोतिर चाहिँ हेर यति धेरै पानी परिरहेको छ क्या अब म चाहिँ लाइक रेडी भइसकेको छु कट्टु नै लाएर जान्छु आज चाहिँ कट्टु अनि त्यसपछि माथिबाट यति रेनकोट हुन्छ नि त अनि चप्पल लाएर हिँड्छु अब जुत्ता पनि के बिगार्नु अनि हाम्रो अङ्गुर चाहिँ यत्रो भइसकेको छ पानी हेर न बाढी आइरहेको छ क्या अनि त्यही भएर यहाँ कति लास्ट ठुलो पानी परिरहेको छ क्या त्यही भएर म हिँड्न नि निस्किन नि सकेको छैन घरबाट अब चाहिँ निस्किन्छु जति नै पानी पऱ्यो नि कोहीले पनि रोक्न सक्दैन मलाई किसका ए दम होइन क्या गाइज अब भोलि र पर्सि मात्र टाइम आज एक दिन मात्र हो भोलि चाहिँ मेरो दक्षिणकालीको राइड छ बिहानै अनि त्यसपछि पर्सि चाहिँ बर्थडे हो मेरो त्यही भएर त्यसको लागि छुट्टै राइड प्लानिङहरू छ राइड जाने कता कता जाने हुन्छ नि त त्यही भएर गाइज अस्ति चाहिँ टायरहरू स्प्रे गर्दै थियौँ नि त अनि टायर चाहिँ स्प्रे गरी भइसक्यो अनि त्यसपछि स्प्रे गरी भएर पनि लाइक यो स्टिकर चाहिँ टालिसकेको कि अनि अहिले आज चाहिँ स्ट्राउड हाल्न लाग्यो कि लाइक स्ट्राउड चाहिँ स्पेसली बर्थडेको लागि थियो नि त अनि हाम्रो स्ट्राउड आइसकेको छ न्यू अनि यो स्ट्राउडको कलर चाहिँ यस्तो छ ग्लिटर छ नि त अनि त्यसपछि अब यो स्ट्राउडहरू फिट भएपछि चाहिँ कि डिजाइनहरू आउँछ त्यसपछि चाहिँ अनि त्यसपछि अहिले चाहिँ बाइक फुल ब्ल्याक बनाएको क्या लाइक अब त्यहाँ वाइट गरेपछि ठ्याक्क भयो नि त अब त्यो अरेन्ज लाइनिङ छ नि त्यहाँ पनि वाइट बनाउने हो कि त्यसपछि चाहिँ यो स्टिकर छ नि यो स्टिकरको मिनिङ चाहिँ यो स्पिड हन्टर हो क्या अनि त्यसपछि यति भएपछि चाहिँ सबै स्टिकरहरू बनिरहेको छ अहिले आजको आजै अनि त्यसपछि भोलि चाहिँ जेठको 10 गते शनिबार छ नि त अनि त्यति बेला चाहिँ भोलि बिहानै हामी दक्षिणकालीको लागि हिँड्छौँ अनि पर्सि चाहिँ बर्थडे छ अनि बर्थडेमा चाहिँ नयाँ लुक बाइकको नयाँ लुक दिउँ भनेर अब यतिसम्मको भइसकेको छ अनि त्यसपछि मैले चाहिँ के भन्न आएको भने सेकेन्डमा चाहिँ अर्को चाहिँ मैले अर्को नै चेन्ज गरेको छु होइन त्यो भनेको चाहिँ यो हो एउटा यो चाहिँ आरसीको हो कि अनि त्यसपछि यो ठुलो पनि हुँदो रहेछ मेरो त्यो स्टकको चाहिँ यत्रो छ होइन यो चाहिँ निकालिदिएको अनि अहिलेको चाहिँ बल्की पनि देखियो क्लिन लुक पनि देखियो नि त त्यो पनि त्यहाँ उमा भएको छैन नि त अहिले चाहिँ गर्न खोजेको चाहिँ होइन एउटा चाहिँ यस्तो थियो होइन यसमा चाहिँ धेरै नै रेड हाइलाइट भयो नि त रेडहरू छ नि त अनि मैले चाहिँ यसपालि रेड नगर्ने ब्ल्याक गर्ने भनेर ब्ल्याकको डिजाइन छ यहाँ चाहिँ होइन अनि त्यसपछि अझै मेरो पहिलाको बाइकको डिजाइन यहाँ छ है डुकुवाला यो चाहिँ मेरो फर्स्ट डिजाइन थियो यहाँको त्यसपछि सेकेन्डमा ग्रे स्ट्राउडवाला थियो अनि त्यसपछि डुकु त धेरै बनायो अनि त्यसपछि लाइक अहिलेको चाहिँ यो हो है वाउ हेलो एभ्रिवान आज चाहिँ दक्षिणकाली राइड अब जान लाग्यो है मैले होइन यिनीहरूलाई 5 बजे उठाउन खोज्दा यिनीहरू उठ्दै
यिनीहरू लोसेहरू भर्खर आयो अनि त्यस अहिले कति बजे 10 बजिरहेछ होइन अब चाहिँ जानु लाग्यो बाइकहरू चाहिँ यहाँ छ सबै हेलो एभ्रिवान आज चाहिँ मेरो बर्थडे होइन जेठको 11 गते अनि बाइकको ग्राफिक्स चाहिँ हजुरहरूले देख्नुभएको छैन होला अनि बाइकको ग्राफिक्स यस्तो छ अनि आज चाहिँ बाइकलाई आरसिबी गिफ्ट आइसकेको छ अब आरसिबी हाल्ने हो होइन अनि त्यसपछि बाइक चलाउने अनि आज चाहिँ प्लानिङ के छ त्यस्तो केही नै प्लानिङ छैन जस्ट भाइहरूलाई बर्थडे पार्टी दिन्छु होला त्यति हो अनि अब चाहिँ माथि कहाँनिर यहाँबाट माथि कहाँ जान्छ त्यतै जानु लाग्यो सो गाइज आजको भ्लग छ माथि गएर बनाउँछु हिजो दक्षिणकालीमा पनि त्यस्तो भ्लगै बनाउन पाएन त्यही भएर आज चाहिँ बनाउँछु होला कि भरेको भ्लग नै बनाउँछु ठिक भइसकेको छ तर ओइल पम्प हुँदैछ बिस्तारै बिस्तारै हुनेवालामा मैले मोबाइल पनि उल्टा उल्टा चलाइरहेको छु हुँदैछ यहाँ ब्रेकिङ चाहिँ दामी हुने भयो मेरो जहाँ पनि ब्रेक हालिदिन्छ गाइस आइसक्यो सबै त्यहाँ पम्प भएको थिएन अनि अर्जित दाइ आएर पम्प गरिदिनु भयो अब म फेरि यहाँ जाँदैछु मेरो बाइक यहाँ बाइकको हेर र यहाँ बाइकहरू खतरा खतरा छ है फेरि अब चाहिँ भिडियोहरू खिच्छु अनि त्यसपछि लगभग टाइम पनि 2-3 भइसक्यो होला अनि त्यसपछि म चाहिँ जान्छु बर्थडे मनाउनलाई जस भिडियो चाहिँ खिच्न पर्ने हुन्छ अनि मेरो चाहिँ भर्खरै घाउ भइसकेको छ बर्थडे पार्टीको लागि जाँदैछु अस्ति लड्ने चाहिँ उयो हो अरे है गाइस अब बर्थडे पार्टीको लागि हामी बौद्ध जाँदैछ मैले बौद्ध पुगेपछि म फेरि भ्लग बनाउँछु एकजना सुबिनालाई चाहिँ बोलाएको थिएँ तर ऊ आउँछ कि आउँदैन अलिकति थाहा छैन हामी चाहिँ पार्टी खान आइसक्यो एमा केमा होइन कस्तो मैले चाहिँ प्यान्ट फुकालिनँ म यसमै कम्फर्टेबल भएँ होइन तर हेर न यो प्यान्ट लगायो भने हात काट्दो रहेछ क्या ल गाह्रो छ नि होइन भाइ अब अरू चाहिँ लोकेसन हराएर आउनु भएन अघि ठ्याक्क त्यहाँ ट्राफिकले ल्याङ गरेर यता पठाएर फेरि घुमेर आउनु पऱ्यो कि अनि हामी चाहिँ किचन क्लोज हुन्छ भनेर पहिले प्याक गरेर प्याकअप भएर आएको कि यहाँ है भाइ भाइ लास्ट सोझो छ है गाइज अब खानेकुरा आएपछि म तपाईँलाई देखाइहाल्छु नि तर अरूहरू चाहिँ आउनु भएन बाइकको साउन्ड चाहिँ सुनेको हो हामी कतिजना आएको भने कति 7 जना आएको भाइले सिकाइरहनु भएको छ 7 जना आएको तर ट्राफिकले गर्दा छुट्याइदियो हामीलाई 7 ठाउँतिर लग्यो भन्दा नि अब भन्दा नि गाइस अब मेरो चाहिँ केटी साथीहरू कोही छैन एकजना बोलाएको छु कि सुबिना भन्ने तर ऊ आउँछ कि आउँदैन थाहा छैन बसन्तपुर छ भन्नुभयो नि त अब लेट्स के हुन्छ हेलो गाइस बर्थडे चाहिँ केक काटिसक्यो हेलो भन पिज्जा जङ्की चाहिँ एक्सिडेन्ट भएर नि यहाँ खाना पाएकोमा एकदमै खुसियाली छ हो भन्दै हुन हेलो एभ्रिवान आज चाहिँ म HQ-मा छु होइन HQ होइन हो अनि आज चाहिँ आरसिबीको तार फिक्स गर्दैछ तर मैले स्ट्राउट चाहिँ कस्तो क्युट देखेको हेर न क्र्याब जस्तो देखिरहेछ अनि त्यसपछि मेरो बाइकमा यहाँ तार जोइन हुँदैछ भन्दैछ सिटमा चाहिँ रेनकोट रहेछ अनि यो गर्दा चाहिँ कस्तो सानो देखिने क्या बाइकै र गाइस यहाँबाट निस्केपछि म भन्छु ल तार चाहिँ यहाँबाट गएर फुल फिनिसिङमा आइसकेको छ अनि तपाईँहरूलाई नि बाइकहरू सर्भिस गर्नु छ भने चाहिँ HQ-मा आउनु है अनि दाइ खै दाइ यहीँ हुनुहुन्छ HQ भिजिट गर्नुहोस् इन्जोय गर्नुहोस् बाइक राम्रोसँग बनाउनुहोस् यसरी नै टिलिक्क अनि त्यसपछि हजुरहरूले ऱ्याप गर्नु छ भने चाहिँ डु भिजिट WSN ल WSN-मा चाहिँ खतरा ऱ्याप गर्नुहुन्छ मेरो सबै अझसम्मको डिजाइनहरू चाहिँ सबै WSN-मै उ गरेको हो कि डिजाइन गरेको हो कि अनि अहिले चाहिँ सर्भिसिङ चाहिँ म HQ-मा गर्न थालेको छु त्यही भएर यति नै भ्लग अब भरे भ्लग हाल्छु ल बाई